नेप्से रिभर्सलको एकदमै नजिकै आइसकेको छ। यो 2800 को एरियालाई चाहिँ नेप्सेले सपोर्ट बनाएर चाहिँ नेप्से 3000 पुग्ने चाहिँ सम्भावना एकदमै उच्च छ। हामी यो एरियालाई चाहिँ नेप्सेले किन सपोर्ट बनाउँछ भन्दाखेरि चाहिँ यहाँ तीनवटा यसको सपोर्टिङ रिजनहरू छ है त। एउटा भनेको चाहिँ जुन हामी अघिल्लो हप्ता भोल्युम सहित बढेको थियो त्यसको प्रफिट बुकिङ भइरहेको र यसको प्रफिट बुकिङ हुँदाखेरि चाहिँ हामी यहाँ देख्न सक्छौँ भोल्युम पनि घटिरहेको। यो कुराले चाहिँ अब यो सपोर्टको एरियामा चाहिँ हल्का रिभर्सलको क्यान्डल आउने र भोल्युम सहित चाहिँ माथि जाने सम्भावना एकदमै उच्च छ है। अब अर्को कुरा चाहिँ के ख्याल गर्नुपर्छ भन्दाखेरि चाहिँ यो एरियामा चाहिँ पहिले एकदमै रेजिस्टेन्स थियो है त। जुनमा चाहिँ नेप्सेले ब्रेकै योभन्दा माथि जानै सकेको थिएन। सो त्यो एरियालाई चाहिँ क्यान्डल स्टिकले चाहिँ त्यो एरियालाई चाहिँ सबभन्दा स्ट्रङ सपोर्ट मान्ने चान्स पनि एकदमै हाई हुन्छ। यो सबै भइसकेपछि चाहिँ अब आउने दिनहरूमा चाहिँ इनकेस यो एरियामा चाहिँ एउटा रिभर्सल क्यान्डल कुनै पनि फर्म भयो भने चाहिँ त्यो बेला चाहिँ एउटा बाइङ पोजिसनको लागि हेर्नुपर्ने हुँदछ। तर केही कारणवश चाहिँ यो एरियामा चाहिँ ठुलो सेलिङ प्रेसर आयो र बिग बिग रेड क्यान्डल आउँछ भने चाहिँ यो लगानीकर्तालाई तर्साएको हुनसक्छ। त्यो केसमा चाहिँ यो 2730 को एरियालाई चाहिँ नेप्सेले फेरि पनि अर्को सपोर्ट बनाएर चाहिँ माथि जान सक्ने चान्स चाहिँ एकदमै हाई छ है त।